गन्ती 35 अध्याय लेवीका सहरहरू। परमप्रभुले एरियोदेखि पारी एर्दनको किनार्ने र मोआबको मैदानमा मूसालाई भन्नुभयो, आफ्नो अधिकारमा परेको हिस्साबाट लेवीहरू बस्नलाई सहरहरू दिनु भनी इस्राएलीहरूलाई आदेश दे, अनि लेवीहरूलाई ती सहरहरूका वरिपरि खर्कको जग्गा दे। सहरहरूमा चाहिँ तिनीहरू बसुन्। खर्क चाहिँ तिनीहरूका गाई गोरु भेडा बाख्रा र तिनीहरूका अरू सबै वस्तुहरूका निम्ति होस्। सहरहरूका जुन जुन खर्क तिमीहरू लेवीहरूलाई दिन्छौ, ती सहरका पर्खालदेखि 1000 हात बाहिरपट्टिका वरिपरि होउन्। तिमीहरूले सहरको बाहिरीपट्टि पूर्वतिर 2000 हात, दक्षिणपट्टि 2000 हात, पश्चिमपट्टि र उत्तरपट्टि 2000 हात सहर चाहिँ बीचमा पर्ने गरी नाप्नु। तिनीहरूका सहरको खर्क यही हो। शरणनगरहरू। तिमीहरूले लेवीहरूलाई दिएका सहरहरूबाट 6 वटा चाहिँ शरणनगरहरू हुनेछन्। ज्यानमारा त्यहाँ भागेर बस्न सक्छ। यी बाहेक तिमीहरूले लेवीहरूलाई 42 वटा सहरहरू दिनु। लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कका जम्मा 48 वटा हुनुपर्छ। इस्राएलीहरूमा धेरै उत्तराधिकार हुनेबाट धेरै र थोरै उत्तराधिकार हुनेबाट थोरै सहर लिनु। जसका जति सहरहरू छन्, त्यही अन्दाज गरी लेवीहरूलाई सहरहरू दिनु। फेरि परमप्रभुले मूसालाई भन्नुभयो, इस्राएलीहरूलाई भन्, तिमीहरू एर्दन नदी तरेर कनान देशमा पुगेपछि त्यहाँ शरणनगरहरू छानेर नियुक्त गर्नु र अजानमा कसैले मान्छे मार्यो भने ज्यानमारा त्यहाँ भागोस्। ती सहरहरू बदला लिन खोज्नेहरूबाट शरण लिने ठाउँ हुनेछन् र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खडा नहुन्जेल नमारियोस्। तिमीहरूले दिने शरणनगरको सङ्ख्या 6 वटा होस्। एर्दन वारी पूर्वपट्टि 3 वटा सहर, कनान देशमा 3 वटा सहर शरणनगरको निम्ति छुट्याउनु। इस्राएलीहरू परदेशीहरू र तिनीहरूका बीचमा अरू प्रवास गर्नेहरूका निम्ति ती सहर 6 वटा शरणनगरहरू हुनेछन्। यसरी अजानमा कसैको ज्यान लिने व्यक्तिहरू त्यहाँ भागेर जान सक्छ। कसैले फलामको कुनै हतियारले हानेर कोही मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनै पर्छ। यदि कुनै मानिसले कसैलाई ढुङ्गाले हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनै पर्छ। अथवा कुनै मानिसले काठको घातक हतियार लिएर कसैलाई हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै ठहर्छ। त्यो हत्यारालाई प्राणदण्ड दिनै पर्छ। रगतको साटो फेर्न चाहने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसलाई भेट्ने बित्तिकै त्यसले हत्यारालाई मारोस्। रिसमा विचार गरेर कसैलाई घचेटेर मार्यो वा ढुकेर झटारो हानी मार्यो भने, अथवा हातले प्रहार गरेर कसैले कसैलाई मार्यो भने प्रहार गर्ने व्यक्ति मारिनै पर्छ। त्यो हत्यारा हो। रगतको साटो लिने व्यक्तिले त्यसलाई जहाँ फेला पार्छ त्यहीँ मारोस्। तर यदि कसैले कसैलाई अजानमा घचेटेर मार्यो अथवा केही कुरा हान्दा लागेर त्यो मर्यो भने, वा दुश्मनी नभएको र खती गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्यो भने, समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ। समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस् र भागेर गएको शरणनगरमा नै त्यसलाई पठाइदियोस्। अनि पवित्र तेलले अभिषेक भएको प्रधान पुजारीको मृत्यु नहुन्जेल त्यो त्यहीँ रहोस्। तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरणनगरदेखि बाहिर गयो र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई मार्यो भने, त्यो रगतको दोषी हुने छैन, किनभने प्रधान पुजारीको मृत्यु नहुन्जेल त्यो सहरभित्र रहनुपर्ने थियो। प्रधान पुजारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्। तिमीहरू जहीँ बसे तापनि तिमीहरू र तिमीहरूका आउँदो सारा पुस्ताहरूमा यो विधिविधान कायम रहनेछ। कसैले कसैको हत्या गर्यो भने त्यस हत्यारालाई साक्षीहरूले दिएको सबुतको आधारमा मात्रै प्राणदण्ड मिलोस्। तर एउटा मात्र साक्षीको गवाईमा चाहिँ कसैलाई प्राणदण्ड नदिनु। प्राणदण्ड पाउने योग्यको हत्यारालाई बचाउन तिमीहरूले छुटकाराको मोल नलिनु। त्यसलाई प्राणदण्ड दिनै पर्छ। शरणनगरमा भागेर गएको व्यक्तिबाट तिमीहरूले छुटकाराको मोल नलिनु र प्रधान पुजारी नमरुन्जेल त्यो आफ्नो जग्गामा फर्किन नपाओस्। तिमीहरूले आफू बसेको ठाउँहरू अशुद्ध नपार्नु, किनकि रगतले देश अशुद्ध पार्छ र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्यहाँ रगत बगाएको देशको निम्ति प्रायश्चित गर्न सकिँदैन। आफू बसेको देश तिमीहरूले अशुद्ध नपार्नु, जहाँ पनि म बास गर्छु, किनकि म परमप्रभु इस्राएलीहरूका बीचमा बास गर्छु।